अब हाम्रो यात्रा यहाँबाट सुरु भयो। फिनल्यान्डको हेलसिङ्कीबाट तुर्कुमा जानको लागि 2 घन्टा लाग्छ हामी यहाँबाट जान। यहाँबाट चाहिँ हामी बच्चा बच्चीको त्यो एउटा मोमिन हाउस भन्ने हुँदो रहेछ, अनि त्यो ठाउँमा जाँदैछौँ। यहाँबाट अब बस कुरेर अनि बस ल्याएर त्यो ठाउँमा जाने हो। बस पनि आइपुग्यो। अब हामी सबैजना यहाँ बसमा जाँदैछौँ। बसमा अब यहाँबाट गएर बच्चा बच्चीहरू कति खुसी छन् के हो, खुसी छन्। म त बस चढेर आइयो है, अब त नजिकै होला भन्ने सोचेको, त यति धेरै हिँड्न पर्ने रहेछ यहाँबाट पनि। यहाँबाट हुन त धेरैजना भएर हिँड्दाखेरि चाहिँ रमाइलो भएर टाइम नै छिटो जाँदो रहेछ। तर कस्तो हुने भने बच्चा बच्चीलाई चाहिँ अलिकति, सानो बच्चा बच्चीहरू हिँड्न नसकेर अलिकति, मेरो सानो बाबुले चाहिँ सकेन भनिरहेको थियो, अनि अलिक गाह्रो भएको थियो उसलाई। अनि यहाँबाट चाहिँ हामी यो समुद्र, यहाँनिर चाहिँ समुद्र छ, अनि यो समुद्रबाट चाहिँ हामी पारी जाने हो। यो पारी यहाँ कस्तो छ भने यो समुद्रको यस्तो यतापट्टि चाहिँ हो, यो बिचमा यहाँ चाहिँ दुईवटा समुद्रको बिचबाटै एउटा पुल राखेको रहेछ कि, बिचबाटै तर तलै पानी माथि नै त्यस्तो गराएर पुल राखेको रहेछ। यहाँ हामी अब टिकट लिएर भित्र छिर्यौँ यहाँबाट। अब यहाँ टिकट चाहिँ एकदम महँगो रहेछ, 45 युरो अरे। हामी चाहिँ ग्रुपमा गएको भएर 41 युरोमा पर्यो। मुमिन पापा हेर्न आउनुहुन्छ कारण त बुवाले देखाएको छैन त्यस्तो खालको हामी के हेर्न आएको थाहा नि। यहाँ चाहिँ एउटा यो गेम राखेको रहेछ कि, यो घुमाएर अनि यहाँ चाहिँ किसमिसहरू चक्लेटहरू पर्दो रहेछ। हामीहरूले सबैजनाले घुमायौँ कि, त्यो टिकटमै इन्क्लुड रहेछ त्यसमै। अनि त्यसपछि त्यो घुमाएको, अनि लौ हामी 11 जना थियौँ। 11 जनामा 3 जनालाई मात्रै परेको कि त्यो एउटा किसमिसको प्याकेट र चक्लेटहरू पर्ने रहेछ, 3 जनालाई मात्रै परेको। सबैजनाले घुमाएको, अनि म पनि लक्की रहेछु। मैले चाहिँ किसमिसको प्याकेट पारेको थिएँ कि, म चाहिँ लक्की रहेछु। यहाँ भिनाजुलाई चाहिँ अब फेरि घुमा भनेर पर्यो, अनि त्यो परे पनि, तर अर्कोचोटि पनि परेन कि केही पनि फेरि। बाबु चाहिँ उहाँ मम्मी पापाको घर देखियो भनेर उहाँ खुसी भइसिन्। हो, मम्मी पापाको घर रहेछ। यहाँनिर चाहिँ एउटा त्यो पुलिसको ठाउँ, अनि त्यसपछि यो जेल चाहिँ यस्तो भनेर राखिदिएको रहेछ त्यहाँनिर। बच्चा बच्ची त हुन्, अनि मम्मी पापा देखेपछि यति खुसी, यति खुसी। अनि मेरो नानीले चाहिँ त्यहाँ मम्मी पापाको घरभित्रै जाऊँ भनेर भनिन् कि, अनि घरभित्रै, अनि त्यहाँभित्र गएको यति गर्मी लगभग 2-3 तला माथि गइयो है। म यति गर्मीले आत्तिएको माथिबाट। अनि यहाँ झरम भनेको नानीले नमानेर, अनि माथि नै जाने हेर्ने सबै भनेर, अनि गएर सबै कुराहरू त्यहाँबाट हेरियो। अनि सब कुराहरू हेरेर त्यहाँबाट हामी फर्क्यौँ। झ्यालबाट हामीले उहाँ दिदीहरूलाई, बिनाजुहरूलाई उहाँ तल देखिरहेको छौँ। हो हेलो भन्दैछौँ यहाँबाट। लौरो टेकेर अझ लौरो टेकेर आइछ के रे। मेरो पनि एउटा हाम्रो
के गरेछन् न माया गरेछन् म चाहिँ यहाँ नानी बाबुहरूको फोटो खिचिदिन्छु भनेर यहाँ फोटो खिचिदिँदैछु बाई बाई ओ यहाँ यो चिज यस्तो डर लाग्यो कि मलाई त मेरो बाबु त कस्तो डर आएको भने सुरुमा त पछि त फेरि उसैको पछि जिस्किँदै दगुरिएको पछि त फेरि सुरुमा चाहिँ एकदम डर आएको तर सुरुमा देख्दा त मलाई पनि यस्तो डर लाग्यो के त के हैछ उताबाट आयो हो कस्तो रहेछ रमाइलो ठाउँ हैछ राम्रो रहेछ हो के भयो त बाबु के भयो तिमीलाई मेरो बाबुलाई चाहिँ आउँदाखेरि गाडी लाग्छ कि एकदम गाडी लाग्छ टाढा 1 घन्टाको बाटोमा पनि उलाई एकदम गाडी लाग्छ अनि गाह्रो हुन्छ ऊ चाहिँ भोक लाग्यो भनेर अनि त्यसपछि हिँड्न सक्दिन भनेर झगडा गरिरहेको थियो बल्ल बल्ल पकाउँदै लिएर हिँडेको थियौँ जङ्गल के समरमा यस्तो राम्रो भ्यू देखिने यति राम्रो हुन्छ समरमा चाहिँ यहाँ विन्टर लागेपछि जताततै एकदम हिउँ परेर सेतै हुन्छ कि समरमा चाहिँ यति हरियाली यति राम्रो हुने हामी इन्जोय गर्दै हिँडिरहेछौँ यहाँ चाहिँ मम्मी पापाको अब गीतहरू सुरु हुन्छ यहाँ गीतहरू गाउँछन् अरे अनि हामी चाहिँ त्यो हेर्न बसिरहेका छौँ थोरै समय हेर्छौँ बसेर सबैजना अनि त्यस सबैजनालाई एकदम भोक लाएर आत्तिनको थियो अनि त्यसपछि त्यहाँबाट 10 मिनट हिँडेर हामी चाइनिज रेस्टुरेन्ट एउटा रहेछ त्यो रेस्टुरेन्टमा गएर बफेट खायौँ अनि एकछिन खाना खाएर बसेर अनि त्यहाँबाट हामी निस्कन्छौँ भोक लाग्दैन अहिले भोक लाग्छ छैन अब त खाना खाएको छ हिँड्नु पर्यो त्यसैले सबैले कमै खानु भिडियो चाहिँ मैले बनाउने कि जहिले अनि म चाहिँ भिडियोमा कहिले नदेखिने अनि मैले नानीलाई भिडियो खिच त मेरो भनेर यो चाहिँ भाउजूहरुको कार हो कुशल हजुर यहाँ चाहिँ हामी कहाँ जाने भनेर सल्लाह हुँदैछ अनि यहाँ सल्लाह भइसकेपछि हामी चाहिँ
यहाँबाट सालो भन्ने ठाउँमा जाम भनेर सबैजना सल्लाह गऱ्यौँ। त्यहाँ चाहिँ मेरो नन्द बस्नुहुन्छ अनि सबैसँग भेटघाट गरेर जाम्ला भनेर अनि त्यहाँ त्यो ठाउँमा गइयो हामी चाहिँ। बाहिरतिर हुँदैन रहेछ, घाम लाग्दा एकदम राम्रो थियो अनि बाहिरतिर सम्मान भयो अनि हामी त्यही ठाउँमा देख्नको लागि जाँदैछौँ। त्यो उतादेखि डाँडोमा माथि त्यहाँनिर हो हामी जाने चाहिँ, उता पर गएर घुमेर अनि त्यहाँ जान्छौँ। हामी चाहिँ यहाँ सालोमा आइयो नि त, घुम्दै घुम्दै उता तुर्कुबाट अब यहाँ चाहिँ सालो भन्ने ठाउँमा आइयो। नाम पनि कस्तो सालो रहेछ, हिँड्दै त होइन गाडीमा। ल उता बुवा अनि भाउजू त्यता बहिनी यता। कस्तो भयो यात्रा, कस्तो भयो? है हामी यहाँ तुर्कुबाट अहिले सालोमा। कसको सालो होइन कुन्नी? तामिसारी। आजको धेरै लङ सफर भयो भाइ हाम्रो है। अब हामीले हाङको नि हिँड्छ क्या हो के हुन त धौ भयो क्या हुन त धौ भयो क्या हो ए हेर्नु त यति हिँड्न सक्नुहुन्छ। एक हप्ता 2 हप्ता भयो क्या यस्तो दौडन थालेको हो है। अब यहाँ चाहिँ हामी ज्वाइँहरूसँग भेटघाट भयो। अब यहाँबाट हामी यता अर्को ठाउँमा जान्छौँ। यहाँ यस्तो राम्रो भ्यू रहेछ अनि यहाँबाट फोटो खिचौँ एउटा दुइटा भनेर त्यो फोटो खिच्न जाँदैछौँ हामी यहाँनिर। यो चाहिँ एकदम हल्लिने रहेछ कि तलको, अनि मलाई डर लाग्यो कि एकदम, अनि बाबुलाई भन्दैछु त्यहाँ नानी अनि बाबुहरू चाहिँ यो ठाउँमा हुनुहुँदो रहेछ। हामी यो ठाउँमा गएर सबैजनासँग भेट भयो, एकछिन बस्यौँ अनि त्यसपछि गफगाफ गरेर रमाइलो गरेर हामी त्यहाँबाट सबैजनासँगै हिँड्दै 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 एकदम जङ्गलको बाटोमा हिँड्दै 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 त्यहाँबाट फर्क्यौँ। त्यहाँबाट हामी चाहिँ यहाँबाट चाहिँ नानीहरूले रेस्टुरेन्ट दिनुभएको छ, अझै ओपन गर्नुभएको छैन। अनि त्यो रेस्टुरेन्टमा गएर एकछिन बसेर चिया कफी खायौँ। अनि यहाँ चाहिँ बाबु नानीले उहाँ रवि लामी छानेको घन्टी भेटियो भन्दै बजाउँदै खानु खुसी भएर। यति सानो बच्चाहरूलाई नि रवि लामी छानेको घन्टी अरे के ओहो। यहाँ चाहिँ अब कफी र चिया खाँदैछौँ हामी। के छ, के अर्डर गर्ने हो? स्पेसल के छ यहाँको? अहिले चाउमिन नखाऊँ क्या हो नि? चाउमिन नखाऊँ, अरू केही कफी मिठो छ हो, एकदम मिठो। यहाँबाट चाहिँ अब हामी हेलसिङ्कीतिर फर्कँदै हौँ अनि बिचमा लोहिया भन्ने ठाउँ पर्छ अनि त्यो लोहियामा एकछिन रोकिन्छौँ अनि त्यसपछि अनि हेलसिङ्कीतिर लाग्छौँ। कस्तो राम्रो ठाउँ देखिएको यहाँनिर चाहिँ अन्डरग्राउन्ड छिरिन्छ हामी यहाँ। मेरो नानीले चाहिँ गीत लगाउनु न नाचौँ अरे, अनि त्यसपछि अनि गीत बजाएर अनि नाच्दै नाच्दै रमाइलो गर्दै गर्दै हिँड्यौँ बाटोमा। मलाई नि एकदम मनपर्छ, एकदमै मनपर्छ मलाई पनि।
यो ठाउँ चाहिँ अब लोहिया भन्ने ठाउँमा आयौँ हामी यहाँ अनि यहाँनिर लोहिया भन्नेमा सबैजना भेट भन्छौँ अनि यहाँ पछि हामी हेलसिङ्कीतर्फ लाग्छौँ। तिमी खा छैन चकलेट हो बाबु नानी गर्मी भयो फिनल्यान्डमा नि यहाँनिर चाहिँ यति ठुलो पानी आयो क्या यति ठुलो पानी आयो गाडी नै रोक्नुपर्छ कि भन्ने भएको थियो हामीलाई चाहिँ अनि आकाशहरू गर्जिने गर्ने यति ठुलो पानी आएको थियो। आजको लागि यो अन्तिम भिडियो ल अर्को ब्लगमा भेटौँला अनि सबैजनाले लाइक कमेन्ट सेयर गर्नु ल धन्यवाद।